चाहिँ तपाईँहरू यो जुन आन्दोलन जुन हामी चाहिँ म पनि जेनजीमा अलिकति पर्दिनँ तपाईँहरूको ल हेर्नुहोस् त 23 गते 18जना डङ्कीडङ गोली ठोकेर मारेपछि 24 गते भदौ 24 गते हालत हेर्नु त हाम्रो नेपालमा गाह्रो छ। यस्तो भिडियो देख्दाखेरि आँसु झर्छ। के गर्ने अब, हामी सबै जनताले चाहेको यही थियो। तर अहिले आउने जुन तँ छाड मै छाड भन्ने भइरहेछ, फेरि पनि यस्तै आन्दोलन हुन्छ कि क्या हो जस्तो लागिरहेछ। तर नहोस्, आन्दोलन भए पनि यस्तो तोडफोडको आन्दोलन कार्यक्रम चाहिँ त्यस्तो चाहिँ नहोस्। ल हेर्नुहोस् त, संसद भवन, सिंह दरबार सब जलेर जस्तो भयो है। अन्त हामीलाई नि घाटा भयो। हामी त आन्दोलनमै जाने थियौँ। जुन अगाडि 23 गते तपाईँहरूको 18जना मार्यो नि, त्यसपछि अब जेनजी नभए पनि आन्दोलन त जानुपर्ने थियो। तर यो तोडफोड गर्ने चाहिँ अरू कार्यकर्ताहरू पनि थियो होला, आगो लाउनेहरू चाहिँ। जेनजीबाट चाहिँ यस्तो हुन सक्दैन। जेनजीले शान्तिपूर्वक आन्दोलन गरेको हो, हामीले देखाएको थियौँ। जुन भिडियो खिच्नुमै हो, हामी इन्डियनको माया मारेर तपाईँहरूको गएको थियौँ। जुन तपाईँको छोराछोरी, हाम्रो छोराछोरी भविष्य उज्जवल होस् अब आउने दिनहरूमा भनेर पनि गएको। तपाईँहरू पनि आउनु भएको थियो होला, सायद भिडियो हेर्ने मान्छेहरू पनि आउनु भएको थियो होला। यस्तो दुःखको दिन थियो यो, कालो दिन है। 23 र 24 भदौ 23 र 24 गते एपी बाले नटेरेपछि यो यतिसम्म हुन पुग्यो। हेर्नुहोस् सडक विभाग, हेर्नुहोस् त सडक विभागको हालत। यो सबै हाम्रै सरकार, हाम्रै जनताकै पैसाबाट बनेको हो यो सबै। के गर्नु गाह्रो छ। जनताहरू कति आक्रोश छन् कि, ल हेर्नु कति रिस उठ्यो होला गभर्मेन्टसँग। मलाई नि रिस उठेको थियो। जब विद्यार्थीहरूमा, स्टुडेन्टमाथि तपाईँको लात हान्ने व्यवहार गर्यो नि, लात त हाने केही फरक परेन त, गोली नि हानेर मारे। यस्तो दुःखद घटना कहिले पनि नहोस्। अब आउने जुन हाम्रो लिडरसिपहरूले चाहिँ यस्तो हुन दिनु भएन। यस्तो जनतालाई यस्तो आक्रोश बनाउनु भएन। सही ढङ्गले राम्रोसँग काम गर्यो भने। ल हेर्नु संसद भवन अगाडि हेर्नु त, कति जनता सडकमा, कति जनता सडकमा राम्रो। मैले पनि झन्डै गोली खाएको तपाईँहरूको झन्डै मैले नि गोली भेटेँ। तर भेटिहालिएन, ढुङ्गा चाहिँ खाइएको थियो। एक ढुङ्गा कसले हान्यो, पुलिसले हान्यो अथवा जनताहरूले पुलिसले हान्दा लाग्यो, त्यो थाहा भएन। जे होस् भेट्न चाहिँ भेटेको थिएँ। तपाईँहरूको त्यो खैरे पो भाइरल भइदियो है, खैरे पो भाइरल भइदियो। माउन्ट एभरेस्ट घुम्न आएको थियो होला खैरे। यता जेनजी आन्दोलन परेर तपाईँको करोडौँ कमाएर गयो। जो सबैको आशीर्वाद, नेपाली जनताको, जेनजीको, जिनले सोचेको सबै कुराहरू पुरा होस्। फेरि देशमा यस्तो जनता मार्ने, गोली ठोकाठोक गर्ने कामहरू बन्द गर्नुपर्छ। कानुन कडा बनाउनु पर्यो।
ल हेर्नुहोस् राम्रो संसद भवन अगाडि कस्तो बिजोग भएको छ ल हेर्नुहोस् त। यो जेनजीहरूले गरेको चाहिँ होइन पक्कै पनि, यो तपाईँको कुनै पार्टीको झोलेहरूले गरे हुनसक्छ। पक्कै केपी बागै हुनुपर्छ कि प्रचण्डको हुनुपर्छ कि शेरबहादुर देवाको हुनुपर्छ। शेरबहादुर देवाको घरतिरबाट पैसा टन्नै उडाएछन्, तर उडाएकै ठिक भयो, त्यो दुनियाँलाई लुटेको पैसा हो, त्यो उडाउनै पर्छ। मै गएको भए पनि म पनि लिएर जान्थेँ 1-2 लाख चाहिँ, किन त्यो 1-2 लाखमा हाम्रो पनि कर परेको छ नि त। 1-2 लाख चाहिँ म पनि लिएर जान्थेँ, तपाईँहरू जानुभए तपाईँहरूले पनि लिएर जानुहुन्थ्यो होला, किनकि त्यसमा हाम्रो कर पनि छ क्या। दुनियाँको पैसा लुटेर लगेर ढिकुटी बढायो, त्यसको सालेलाई बचाएछन्। यति म चाहिँ गएको ठाउँमा मै मारिदिँदै बचाएछन् त्यसलाई। मलेसियाबाट जनतालाई लुटेको, मलेसियाबाट काठ ल्याएर घर बनाउने, नेपालमा काठै नपाउने भन्ने है। यस्तो के गर्नु अब, मनमा यस्तो आगो बलेको छ नि, आगो। यिनीहरूलाई मैले भेटाए भए चाहिँ मै मारिदिन्थेँ। तपाईँहरूले भेटा तपाईँहरूले मार्नुहुन्थ्यो होला, तर उसको झोलेहरूले बचाएछन् क्या। ल हेर्नुहोस् संसद भवन र हेर्नु त, ओहो म पनि नाचिरहेको छु कि त्यो खुसीले। हुन चाहिँ यस्तो तपाईँको आक्रोश भएको बेलामा यो त्यहाँ गएर नाच्नु चाहिँ अलिकति उनी हो, तर अब जनता तपाईँ हामी सबै रिस उठेको पनि थियो होइन, तर त्यो हाम्रै सम्पत्ति नि नष्ट भयो नि त। अनि अहिले आएर आफूलाई नि कस्तो लाग्छ, तर केपी बाले राजीनामा दिए, अब यो सबै त्यसलाई जोडेर त्यसमै खुसी मनाउनुपर्छ। ल हेर्नुहोस् त राम्रो, कति जनता छन् त, कति जनतालाई रिस उठायो होला त राम्रो, कति जनता र नेपाली जनता सबै। ल हेर्नु त राम्रो, ल हेर्नुहोस् यो मोबाइल हल्लेको चाहिँ मेरो हात हल्लिरहेको थियो, तपाईँहरूको पुरै डरलै हो। आँखा अगाडि गोली खाइरहे, गोली खाएर कति आँखा अगाडि मरे, उहाँहरूप्रति सबैजनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। हामी नि मरे पनि मरिन्छ भनेर हामी नि लागेका थियौँ, गएको थियौँ आन्दोलनमा। सुई गोली ठोकेर घुँडा मुनितिर हान्नुपर्छ, गोली हान्यो नि ट्रेनिङ प्राप्त भएको मान्छेहरूले मात्रै गोली हान्न पाउनुपर्ने भन्ने हुँदो रहेछ यो पुलिस प्रशासन अथवा आर्मी सेनाहरूले त गोली हानेन। जुन भर्खर भर्ती भएकाहरूले हाने होला, त्यहीँबाट टाउकोतिर लाग्यो, छातीतिर लाग्यो, त्यही कारणले होला। ल हेर्नुहोस् उहाँको मुस्ले हेर्नु, तपाईँहरूको 3 दिनसम्म यो हाम्रो काठमाडौँको बादल चाहिँ के अरे यो मुस्लोहरू चाहिँ 3 दिनसम्म नि यस्तै नै भइरहेको थियो। पुरै राम्रोसँग घाम देख्न पाएको थिएन काठमाडौँ भ्यालीभित्र। सबै यो धुवाँको मुस्लो हो। ल हेर्नुहोस् त संसद भवन, ओहो यसरी नै आगो लाउनु चाहिँ नहुने हो। जुन अब कब्जा गरिसकेपछि त जेनजीले कब्जा गरिसकेपछि त सक्यो त, आगै लाउनु चाहिँ नहुने। हाम्रै सम्पत्ति हुन् यिनीहरू। यहीँ बसेर कतिलाई लुटेर ठगी गरेर दलाल गरेर है बस्नेहरू चाहिँ यहीँ थिए, यहीँ बसेर गर्थे, तर यो दिन चाहिँ भागेका छन् हाम्रो केटाहरू। ल हेर्नुहोस् आम्मामा संसद भवन हेर्नु त। त्यसपछि हामी तपाईँहरूको बेलुका यो आगो जनता तपाईँहरूको कुन चाहिँ कार्यकर्ताहरूले गर्यो थाहा भएन, आगो लगाइसकेपछि पुग्यो हामी पनि। त्यसपछि आगो लगाएको त भित्र जाने कुरो भएन। बेलुका हामी जाँदाखेरि संसद भवनभित्र छिरिसकेपछि बेलुका तपाईँको त्यहाँ सेनाहरू पनि हुनुहुन्थ्यो, तपाईँको आँसु आयो।
आँखाबाट त्योभित्र रा आगोको तापले है यस्तो यस्तो मन ढकानियो जुन यो दला यो केपिएलले त्यही दिन 23 गते राजीनामा दिएको भए सायद यो हुँदैन थियो होला। उसले राजीनामा दिएर भाग्ने नभाग्ने दुई तिहाईको सरकार छ, यहाँ छ भन्ने कुराहरू गरिसकेपछि 24 गते यो हालतमा पुग्या हो। पुलिस चौकी बिचरा पुलिसहरूलाई कति गाह्रो भयो। अब सरकार गतिलो छैन, जनताहरूले छोड्दैनन् भनिसकेपछि पुलिसले पनि गोली नठोक्नुपर्ने, आत्मसमर्पण गरेर गोलीहरू दिएर आएको भए जनताहरूले सायद त्यस्तो गर्दैन थियो होला। कस्तो बिजोग है। ओहो, पुलिसहरूको पनि गल्ती हुँदैन, माथिबाट आदेश आएर त हान्ने होला उनीहरूले, नत्र नहान्नु पर्ने। त्यसरी आफ्नै उनीहरूको पनि छोराछोरी हुन्छन्, दाजुभाइ हुन्छन्, के हुन्छन्। मेरै पनि जब छोरो छ, अब म आन्दोलनमा मरेको भए हेर्नु त उनीहरूले गोली ठोकेर। मेरो छोरो बुढी बाबाआमाको बिजोग हुने थियो त, त्यो सोच्नु पर्ने हो। गोली ठोक्ने पुलिस दाइ हो कि भाइ हो, त्यो सोच्नु पर्ने। बरु जागिर जाए जान्छ, म गोली हान्दिनँ भनेर हुनुपर्नेमा दाइभाइहरूले के गरे। र एउटै कुरा भनौँ न, जनताहरू कति रिसमा छन् कि ल हेर्नु भिडियोले जनाउँछ, जुन म आफै रिसमा छु। भिडियो बनाएर म आफै रिसमा छु, भिडियो बनाउँदै भनेपछि अरू जनताहरू कति रिसमा छन् भनेर। लाखौँ युवाहरू चाहिँ सडकमा तपाईँको लाखले मानेन होला सायद 24 गतेको दिन चाहिँ। यस्तो दुःखको दिन चाहिँ अब नेपालमा कहिले देख्न नपरोस्। गर्छु एक प्रतीक्षा यही लाग्छु। यो दिन धेरै दुःखको दिन र मलाई थाहा भएको 2072 सालको भूकम्पले पनि धेरै दुःख बनाएको थियो र यो पनि धेरै दुःख लाग्दो घटना नै हो। सबैलाई बाँच्नै मन हुन्छ, सबैजना मान्छे हो, ड्याङ्गे मारिहाल्नु चाहिँ हुँदैन, गल्ती मान्छेबाट हुन्छ, गल्तीबाटै सुध्रिने हो। तपाईँहरूको यसरी ड्याङ्गे पुलिस सहर मिसहरूलाई पनि भन्नुपर्छ कि यसरी गोली ठोकेर मान्छे मार्नु चाहिँ हुँदैन। बरु जनतासँगै आइदिने, जनतासँगै आन्दोलन गरिदिने के जान्छ। तपाईँहरूमै युनिफर्म र पुलिस हो त, न त जनतै हो नि त होइन। अब हामीले त्यहाँ प्रत्यक्ष देख्दाखेरि तपाईँहरूको त्यहाँ पुलिस चौकीबाट गोली निकालेरसम्म, पुलिसहरूको गोली खोसेरसम्म जनताहरूले पुरा बाइकमा लिएर कुदिराखेको चाहिँ युवाहरूले हामीले देखाएको थियौँ। भनेपछि युवाहरू कति रिसमा थियो होला, उहाँहरूले पनि त बुझ्नुपर्ने हो। कति रिस छ होला। तपाईँको सिंहदरबार आगो जाने उहाँहरूले जुन चाहिँ कार्यकर्ताहरूले गरेको थाहा भयो नि त, गइसकेपछि सिंहदरबारतर्फ गइरहेको भिड हो यो। ज्यानको माया थियो, गोली ठोकेर मार्छन्, त्यत्रोजनालाई मारिसकेपछि हाल्नु त्यसो थियो भने अब सबैलाई हानोस् हानोस्, तर आन्दोलन छोड्नु हुँदैन भन्ने मेरो मनमा थियो। हामी मरे पनि अरू आउने युवा अथवा सबैजना नेपाली जनताहरूले सुख पाउँछ भने हामी मर्दा केही फरक पर्दैन।
हेर्नुहोस् अब त्यहाँ जुन त्यो खैरीले भिडियो गरिरहेको पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ हेर्नु है। खैरीले भ्लग बनाइराखेको पनि यहाँ देख्न सक्नुहुन्छ। भिडियोलाई इन नगरिकन हेर्नु होला। जुन मैले पनि गरिरहेको थिएँ, थुप्रै युवाहरूले गरिराख्नु भएको थियो। यो सबैजनाले गरिराख्नु भएको थियो, मैले पनि गरेँ। हेर्नुहोस् रोडमा तपाईँले कति यो सबै यो मोबाइल लिखित हल्लेको चाहिँ तपाईँहरूको यो भागेको दृश्य हो। त्यस्तै यति यति म मैले पनि यति धेरै माया गर्छु भने चाहिँ तपाईँहरूले पनि गर्नै हुन्छ। आफ्नो देशलाई सबैकै माया लाग्छ। नेपाली हुनुमा सबैलाई गर्व छ। भनिसकेपछि नेताहरूलाई चाहिँ त्यो कुर्सीमा के रहेछ त्यसरी बस्दाखेरि भ्रष्टाचारै गर्नुपर्ने, दलालै गर्नुपर्ने, पैसै लुट्नुपर्ने, मलेसियाको काठै निकाल्नुपर्ने। अब जेनजी भाइ बहिनीहरू के गर्नु पऱ्यो भने यो मदन भण्डारीको पनि केसहरू सब हेरेर पहिलाको राजा वीरेन्द्रलाई कसले हानेको सबै यदि म चाहिँ भएदेखि कसम सबै निकालेर रोडमा ल्याएर झुन्ड्याएर हुन्छ कि जनताको बमोजिम फाँसी हान्ने एउटा कानुन बनाउनु पर्ने। त्यो कुर्सीमा म चाहिँ थिएँ भने रातारातै हान्थेँ म। रातारातै पक्रेर रातारातै के गर्नु पर्थ्यो गर्नुहुन्थ्यो। अब हामी जस्तो मेरो जस्तो सोच तपाईँहरूको पनि होला के गर्नु त्यही ठाउँमा पुग्न कसै दिँदैन अनि हामी जानलाई फोकस पनि गरेको छैन। यस्तै छ के गर्नु त अब बाहिरै जानुपर्छ। नेपालमा बसेर केही छैन। म पनि बाहिर नै एप्लाई गरेको छु। त्यस्तो हालत देख्ने भन्दा बाहिरै जानु पहिला नि बसेर आएको। यहाँ तपाईँहरूको है म चाहिँ अब सानो फ्यामिलीको मान्छे वेल्डिङको काम गर्छु, बत्ती वायरिङको काम गर्छु है। नेपालमै बसेर केही गरौँ भनेर सोचेर गऱ्यो भने यस्तै ल्याइदिन्छ नेताहरूले। केही रोजगार छैन, हामी कति रिस्कमा काम गर्नुपर्छ। 4 तलाबाट लड्दै 2 तलाबाट तल झर्दै काम गर्नुपर्छ हामीले। यसमा हाम्रो इन्सुरेन्स केही छैन कि अब म देख्न सक्नुहुन्छ। के गर्नु बाहिर जानु सोच थिएन बाहिर जानुपर्ने छ। देशमा यस्तो हालत देखेँ दुःखको दिन हेर्दै के बस्ने होला नेपालमा। जहिले यस्तै हुन्छ राम्रो लिडरसिप कोही मान्छेमा नहुने रहेछ। बालेन दाईलाई कति सपोर्ट गर्यो, बालेन दाईले बालै दिएन, नाम पनि बालेन बालै दिएन। के गर्नु पर्ने मलाई बनाऊ भन्दा बनाउँदैन होला तिमीहरू जनताहरू। डिके छेत्री जिन्दाबाद मुर्दाबाद भन्ने निस्क्यो भन्यो।
त्योभन्दा यो मन्त्री सन्त्री बन्न मन छैन मलाई, बाहिरै जान्छु म। तिमीहरू आन्दोलन नै गर, आन्दोलन गर, फेरि युवाहरू मर, एकअर्कालाई मार, त्यसै गरेर बस्छ। म चाहिँ विदेश जान्छु ल, त्यही गरौँ।